नातिनासँग होइन समय बिताएर हजुरबा हजुरआमालाई के फाइदा हुन्छ? नम्बर 1 मा नाति एक्टिभ हुन्छ, यता जान्छ उता जान्छ, सम्हाल्दाखेरि आफू हिँडडुल गर्न पर्यो। तपाईँको फिजियोथेरापी एक्सर्साइज गराइरहेछ नातिनातिलाई है, तपाईँको उमेर बढाइरहेछ, तपाईँको कार्डियो गराइरहेछ। नम्बर 2 मा तपाईँको जीना सकूंगा तुझसे अब दूर होके। होइन के भइरहेछ कि मलाई दिक्क लागिसक्यो। कति राम्रो के म त छ्या म अलिअलि त नराम्रो हुनु नि यहाँ।